नमस्कार साथीहरू, तपाईहरुलाई हाम्रो खेलकुद अफिसियल च्यानलमा स्वागत छ। र साथीहरू, आज भने क्यानले नेपाली क्रिकेट टिमलाई भने आईसीसी 2026 को टी20 वर्ल्ड कप जुन भारतले होस्ट गर्दैछ त्यो खेलको लागि भने नेपाली टिमलाई यहाँबाट क्यानले बिदाई गरिएको छ। एउटा काठमाडौँमा एउटा होटलमा कार्यक्रम आयोजना गरेर नेपाली क्रिकेट टिमलाई यहाँबाट बिदाई गरेको छ, जस अन्तर्गत सन्दीप लामिछाने बाहेक सम्पूर्ण खेलाडीहरू भने उपस्थित रहेका थिए र सन्दीप लामिछाने बीबीएल खेलिरहेका छन् र उनी उतैबाट श्रीलङ्का जाने भन्ने कुरो आएको छ र यहाँबाट नेपाली क्रिकेट टिमलाई भने नेपालबाट अघि भर्खरै यहाँबाट बिदाई गरिएको हो छ। सन्दीप लामिछानेको आज बेलुका 5:45 मा म्याच रहेको छ। त्यस पछाडि सन्दीप लामिछानेले खेल्ने नखेल्ने भने केही टाइम पछि निर्णय आउनेछ, किनभने श्रीलङ्का ए टिमसँग 19 तारिकमा म्याच भएको कारणले सन्दीप लामिछाने बङ्गलादेशबाट नै श्रीलङ्का जाने भन्ने यहाँबाट सम्भावना रहेको छ। र साथै श्रीलङ्कामा खेलिसकेपछि नेपाल भने इन्डियामा पेस टु म्याच खेल्नेछ। त्यो खेलिसकेपछि नेपाल भने 2026 टी20 वर्ल्ड कपमा पार्टिसिपेट गर्नेछ। त्यो खेल खेलिसकेपछि पुनः नेपाल फर्किने रहेको छ। र यसैसाथ सन्दीप लामिछाने भने आजै के गर्ने भने दोधारमा भने पक्कै देखिएका छन्। र यसैसाथ हामी आशा गरौँ कि सन्दीप लामिछाने छिट्टै नेपाली क्रिकेट टिमको म्याचहरू सम्पूर्ण खेल्नेछन् र श्रीलङ्का जानेछन् उतैबाट भन्ने आशा गरौँ। र यसैसाथ महिला क्रिकेट टिमको चाहिँ भोलिदेखि आईसीसी टी20 ग्लोबल वर्ल्ड कप क्वालिफाईको लागि म्याच सुरु हुँदैछ। सम्पूर्ण म्याचेसहरू हामी लाइक कमेन्टको साथ तपाईहरु माझ आउनेछौँ। साथीहरू, भोलिदेखि स्टार्ट हुने म्याच रहेको छ। नेपाली टिमहरूलाई बेस्ट विशेष दिँदै राम्रो गर्नेछ भन्ने भरोसाका साथ सम्पूर्ण नेपाली दर्शकहरूले भने कमेन्ट मार्फत बेस्ट विशेष भने यहाँबाट दुवै सिनियर मेन्स टिम र वुमेन्स टिमलाई यहाँबाट शुभकामना दिनु होला। र भेट्नेछौँ हामी तपाईहरु माझ अर्को भिडियोमा।